हेलो साथीहरु, म चाहिँ दिदीको घर जाँदैछु ओक्रे भन्ने ठाउँ। अनि निनीसँग जानुपर्ने, निनी चाहिँ तल आउँदै हुनुहुन्छ है। म चाहिँ यहाँ माथि आइसकेको छु। निनी दामलुङबाट आउनु पर्ने नि त। अनि निनी चाहिँ आउँदै हुनुहुन्छ यहाँ तल। यहाँ छ मेरो ब्याग। निनी यहाँ तल आउँदै हुनुहुन्छ। यहाँ आउँदै हुनुहुन्छ निनी। अब निनीसँग जाने। मैले चाहिँ निनीलाई पर्खेर बसिरहेको छु। निनी चाहिँ यहाँ डाँडाबाट आउनुहुन्छ नि त। त्यो डाँडाबाट, दामलुङ डाँडाबाट आउनुहुन्छ। ऊ त्यहाँ आउँदै हुनुहुन्छ। कति बेला आइपुग्नुहुन्छ र जाने हो। गाह्रो छ हो पुग्न, धेरै उकालो छ। हामीलाई 3 घन्टा लाग्छ। 3 घन्टा समथिङ 4 घन्टा लाग्छ होला। साथीहरु, हामी चाहिँ निनीसँग यहाँ पत्करो डाँडा आइपुग्यौँ। दिदीको घर जाँदैछौँ। बारी पनि रहेछ। निनी हामी चाहिँ अब कति बेला पुग्छौँ, जाँदैछौँ। मुजा कर्स गराएछ है निनी। हजुर, हामी चाहिँ जाँदैछौँ। निनी अगाडि अगाडि हुनुहुन्छ, म चाहिँ पछाडि छु। यति धेरै गर्मी छ कि घाम, कसरी पुग्नु। ए भइहाल्छ नि। अब नाना भेट्न जाँदै रहेको। कति बेला पुगिन्छ, 3 बजिसक्यो। जम्मै निनी बिस्तारै बिस्तारै। हामी चाहिँ पत्करो डाँडा आइपुग्यौँ। अब यहाँ एकछिन बिसाउने अनि जाने। निनी यहाँ हुनुहुन्छ। हाम्रो बाटो चाहिँ यताबाट जानुपर्ने छ। ठाडै निस्किनु पर्ने छ। माथि त्यो डाँडा पुग्नु पर्ने छ। हाम्रो निनी यता हुनुहुन्छ, हाम्रो भारी यता छ। अब हामी चाहिँ जान लागेको। यस्तो ठाउँ छ। यस्तो छ। हामी चाहिँ यो बाटो हुँदै आएको। अब निनीसँग जानुपर्ने। यो बाटो ठाडै निस्किनु पर्ने छ। माथि डाँडा निस्किनु पर्ने छ कति बेला। हाम्रो भारी यतातिर छ। अब हामी हिँड्छौँ। निनी खाते के? अब हामी चाहिँ लाग्यौँ। अनि निनी र म चाहिँ जाँदैछौँ ओक्रे नानालाई भेट्न। हाम्रो बाटो यस्तो छ। यो बाटैबाट जानुपर्ने छ। अब हाम्रो बाटो यो उकालो। भर्खरै पत्करो स्कुल निस्क्यौँ हामी। अब यहाँबाट अझै पनि छ 1.5 घन्टा 2 घन्टा लाग्छ होला हामीलाई। उकालो धेरै छ नि त। हामी चाहिँ यहाँ माटे पुछार आइपुग्यौँ। निनी चाहिँ यहाँ तल पसल जाँदै हुन्छ। यहाँ पसल छ अरे। अनि झर्दै हुनुहुन्छ। यो पारी चाहिँ छेमसुनी, यो गाउँ थाकु। अब त्यहाँ भित्र छ ओक्रे भन्ने ठाउँ। कति बेला पुगिन्छ थाहा छैन। यो उकालो अब निस्किनु पर्ने अरे हामी। यो बाटो चाहिँ म नयाँ हो, त्यही भएर खासै थाहा छैन मलाई। हाम्रो भारी यहाँ छ। अब जानुपर्ने। चाहिँ नानाको घर आइपुग्यौँ। निनी र यहाँ नाना हुनुहुन्छ। नानाको घर आइपुग्यौँ। नानी यत्रो भइसकेछ त नाना।
किबीको असाध्यै ल्याउन न ए ए हजुर कालो माथि लुट्नु पर्छ कि क्या हाम्रो चक्लेट उफ्रियो हुन्छ नाना नाना नि कान्छ्यो हस् न बल्लती थुकी लैन कि हुनु लु जुत्ता लगाउँ यहाँ थियो जुत्ता यो बाहिर लैजाऊ यो धारमा राखो यी मेरो हात काटेर झन् छिनाइदिए मेरो त त्यही भएर छलकी बसाउँ खानु रहेछ खै नि अस्ति नगएको यता गरेको पऱ्यो हुँदो चाहिँ सल्लाह गरेन नपाउँछ अनि मको कान्छी भरिया पाइसकेछ नि हौसनीको चाहिँ हौसनीको नि हौसमा एक्लाको हौसमा अनि फेरि पछाडि फोन गर्नु पर्यो नि फेरि फोन पनि राम्रो चलेन खानु भएको छैन कान्छी सेको खानु फेरि काठमाडौँ जानु होला नि त्यसमा दसैँ खुवाउनु पऱ्यो भने कसमा धेरैजना पनि खुवाउँदा कि छ फेरि उठा छिनर भन्यो म भने 9-10 धामी जति उठा छ अब मैले 9-10 धामी लागि कमाइमा सिकाएर युमा खाना खोसा नको त मम्मीसित खुर्कुलुङले अब खाद्निलो चाहिँ मुइनी गाउँमा छेलो नानी लिबिग्रामी लाम्छु नि कोन त यहाँ चलाउनु न यहाँ चलाउने पनि कोही छैन हामी न इनन अब कसले किन्छ होला र किन्ने त त्यतिर किन्यो भने मात्रै कदम घरका कुछ त गाउँमा चाहिँ लाम्छु नि खते कि आउँ कतोको इसाम बा खालि गाउँ मसिना गाउँमा चाहिँ राख्ने हरन फेरि छुमिनि त बाथि बाखाटा म त्यसमा भाने नखाइमा सबै उसारो त हाम्रो जिन भेटी आज आम्पा पनि अनि गेन कमान्डो म बाटो पहुँछु लुङको बाटो पहुँछु म समिले साथी चाहिँ मिमको तोको सेकुवा कान्छी यो चाहिँ ग्रिल सेकुवा गिमीको गेहनीको खमा यहाँ ती मो सामान सबैले ठेलिङ्गे तुई गेम त खदम मको मिसिने चिजेको चलामी न मको मिसिने चिजेको लज ममन्द बिक्री मेन त गेहनीको भएको त चाहिँ ए गेनको मारा चाहिँ अब मेन भनेको त त्यही मिसिन त छ एमाहरू त केही छैन कोन छिटो मको सामान हाफ कति न त मको चाहिँ मेन मको टिने चिज थानु त अन्त म बोरान्टा चाहिँ रगुनु गर्ला म चाहिँ अब सानो त गेउको तोको अब म मिसिने गरे म चाहिँ डाइरेक्ट उसैलाई दिनु पर्यो भनेर यहाँ नाबेले ठेक्नु चाहिँ ठेक्छ उसलाई पर्सेन्ट खान्छ अनि उसको नम्बर चाहिँ छैन त्यो सामान खुसी मेम अब दिदीले बा लुमा चाहिँ अब खोल्दैछ लुमा छ अब खामा मको सामान अब खासै दिदीले बान्ने अब पिमा पर्ने भने खाङको पहिला चुक्ता छाको अब न त छाक छिटिको सा गर्दा त्यो मनको कफन कमी हुन सम्झिँदै छैन न सजिलो छि पैसा नि अब त्यो उसको
त अब आमाले गरिहाल्नुहुन्छ हुन त राम्रै छ अहिलेसम्म केही भएको छैन अनि म त फेरि धुइरहन्छु एकपल्ट धुएको छैन तरकारी पकाउँदै हुनुहुन्छ यिनीहरू त गफ गर्दै हुनुहुन्छ दिदीले चाहिँ पकाउँदै हुनुहुन्छ तरकारी पेलङ्गा पनि छ सामानहरू छ धेरै नै त्यहाँ भन्यो भने अब फागुन चैततिर मात्रै पैसा अब गोब्रा इलिस बाले दिन्छ भनेर अब हामीले पनि छोडेर गइन्छ तपाईँहरूको मात्रै होइन मेरो पनि अब म पनि हुँदिनँ नि भनेर Makanalo paisa kay kasurong kano anan de anani lata nung sa paisa so यहाँ खोइ थियो भन्छ नि त kay kani surong kano ko उतै kay kalun mo ng marami kani yan niya mo lang sa sa ko sabi si siyempre ano ko ito mo niya para फेरि त्यहाँ चाहिँ बुढाबुढी मन घरमा त आउँदैन अब यो बारीहरू सबै खेती गरेर सुकाओस् अनि मल चाहिँ सबै टिभीको फेदमा लगाइदियो बनाउँछ अनि बस्ती छ हात न छडे छाड्न त पैसा थियो अनि कसले पुति त्यो cái liên này là chúng ta xem bên để xem mà chỉ nào là cái gì để nó chặt cái khác tôi chặt chỉ cái chăm mà chỉ ăn được nó cái khác bên cái cái gì anh đã là tôi chặt bên này mà tôi chặt हामी चाहिँ दिदीसँग मकै भाँच्न जाँदैछौँ हरियो मकै नानाको सुँगुर एन यहाँ माथि सबै खेतीपातीमा रहनुहुन्छ अब धेरै नि त नानाकोमा हरियो मकै रहेछ लगेर जानु पर्यो मकै यति हामीले बाँचिसक्यौँ अब मकै लिएर जाने सँग पठाउँछु ऊ पनि झार्छ तीनजना झार्छ केलामेमा केलाको त सुकिजान्छ त त्यो बक्रो पनि हो यस्तै चाहिँ हो एकदम असरी छ गर्मी त भइहाल्छ नि नउखाल नि त्यो तल जाँदा त काम छैन पुग्दा त त्यो 2-3 दिन पछाडि चाहिँ तीनजनै झार्छ भन्छ अब कहिले त्यो दुईटाको पिठो उठाइसक्छ कहिले बेच्छ पिठो त बेचिसक्यो अरे आधी त Salaman mo kono sel manal mo ko kusa ko no mo ko di dai sa sel man dai lu kusam to abo phan kusim no no busal ta ni company गर्नु गरे ला राख्नु यसको लैजाऊ को अम्म नाइ नि म अर्को चाहिँ लैजाऊ यो चाहिँ के अरेको यो सैली लु साइ ल्याउ लाम्दा मेगे ल त अब जानी नै हो मम्मीहरूले बैगन राख्ने कि पापाहरूले मम्मीहरूले बैगन राख्ने कि जाँदैछौँ भनी राख्ने कि
लु खाते त नाना हामी भन्छ त्यसले हेर्छ लु नानीको खाँचै कम सम्मान हो ले नानी त्यो के जन्मको छैन त नानी के त लट्ठी खाइमा खाइ पर्यो नाना कता पुग्यो भने माथि माइन्थ्यो भन्ने ए हुन्छ हस् भेना धन्यवाद लु खातेको के भेना जाँदैछौँ घरतिर दुईजना नानाको छोरीहरू पनि लगेर ले नाना खातेको के ए त्यसले खातेको नानी बिस्तारै लड्नुहुन्छ बिस्तारै गर्नुपर्छ हामी चाहिँ नानाको घरबाट झर्दैछौँ कति बेला पुग्छौँ नानाको घरबाट फर्किँदैछौँ जाँदैछौँ अब कति बेला पुग्छौँ 9:30 भइसकेको छ जाँदैछौँ ओह्रालो